के गर्दैछ? कोल्ड ड्रिङ्कमा कोलगेटलाई हाल्यो, त्यसलाई मिक्स गर्यो, अनि एउटा भाँडामा चुलाको भर्नलाई राख्यो, त्यसमा त्यो कोल्ड ड्रिङ्कलाई हालेर त्यसलाई 5 मिनटसम्म राख्यो। 5 मिनटपछि हेर्दा त वाट, यो चुलाको बर्नर त यति साफ नयाँ जस्तै भएको छ त। के यो ह्याक साँच्चै काम गर्छ त? ल साथीहरू हामी पनि ट्राई गर्छौँ है। ल साथीहरू यसलाई ट्राई गर्नको लागि मैले पनि ल्याइसकेको छु यो कोल्ड ड्रिङ्क अनि यो कोलगेट। ल हेरौँ है साथीहरू यो ह्याक साँच्चै काम गर्छ त। हामी यसमा चाहिँ यो कोलगेटलाई हाल्छौँ। ल साथीहरू मैले चाहिँ यसमा राम्रोसँग कोलगेटलाई एड गरिसकेको छु। अब चाहिँ हामी यसलाई मिक्स गर्छौँ है। ल साथीहरू यो चाहिँ राम्रोसँग मिक्स भइसकेको छ। अब चाहिँ हामी यसमा यो चुलाको बर्नरलाई राख्छौँ, त्यसमाथि हाल्छौँ यो कोल्ड ड्रिङ्क। ल हेरौँ साथीहरू के यो ह्याक साँच्चै काम गर्ला त। ल साथीहरू मैले चाहिँ यसमा हालिसकेको छु। अब हामी यसलाई राख्छौँ 5 मिनटसम्म। हेर्छौँ 5 मिनटपछि फाइनली साथीहरू 5 मिनट पनि कम्प्लिट भइसकेको छ। अब हामी यसलाई हेर्छौँ के यसले साँच्चै नै काम गर्यो होला त। ल हेर्नुहोस् त साथीहरू, यहाँनिर चाहिँ साथीहरू अलिअलि काम गरेको छ साथीहरू। यसले पहिलो देखाएको छ, जस्तो चाहिँ भिडियोमा देखाएको थियो त्यस्तो चाहिँ काम गरेन साथीहरू, तर चाहिँ यसले एकदमै साफ गर्छ है साथीहरू। साथीहरू तपाईँहरू पनि यो ह्याकलाई आफ्नो घरमा ट्राई गर्न सक्नुहुन्छ। ल साथीहरू यदि तपाईँलाई यो भिडियो मन परे लाइक कमेन्ट सेयर गर्नु होला है।